रेणु रना रना ना रेणु रेणु dim dum da na da dim da na da dim dum da na da dim da na dim dum da na dim dum da na da dim da na o da ni da na di da na na o da ni da na di da na na da di na da dim dum da na da dim da na dim dum da na da dim da na dim dum da na da na dim da na da dim da na na da na dim da na da. Everyone, welcome back to my channel. How are you doing? Hope you're great. म पनि सन्चै छु. So आज तपाईहरुलाई मेरो होम टुर गर्दैछु. Okay, so आज चाहिँ नि होम टुर म तपाईलाई देखाउँछु. यो बाहिर भयो पार्किङ स्पेस मजाको छ. दुई तीनटा मजाले गाडी आउँछ हैन. So यो चाहिँ नि यहाँ फ्रन्ट डोर भित्र देखाउँछ म तपाईहरुलाई. So यो ढोका खोल्यो गयो अनि अर्को ढोका पनि छ. फेरि दुईटा ढोका छ है. यसमा म जुत्ता नै लाएर जान्छु यहाँबाट. So यो चाहिँ नि लिभिङ रुम मजाको छ. स्पेसियस छ हैन. मजाले आयो भने चट्ट लगाएर यस्तो छ. टिभी पनि नयाँ आएको भर्खरै. सो बिस्तारै हामी सेटल डाउन हुँदैछ अनि कामहरु पनि आउँदैछ, सामानहरु पनि आउँदैछ, कामहरु पनि गर्दैछ. सो यो चाहिँ मेरो सोफा. As you can see, 3 different types of color ko sofa छ हैन. I think it depends on the mood अनुसारको सोफामा बस्न सकिन्छ. So yes, अनि यो चाहिँ नि अलरेडी फुल पनि आइसक्यो गाइस. कार्ड पनि आइसक्यो न्यू होम भनेर है. त्यस्तै छ. And then यहाँ चाहिँ स्टोरेज छ एक्स्ट्रा. यो पनि देख्न सक्नुहुन्छ. And shoe rack छ. सामान स्टिल आइरहेको छ. And then यता तपाईको लेफ्ट साइडतिर गयो भने यहाँ बाथरुम पनि छ तलको. म बाथरुम पनि देखाउँछु. सानो चिटिक्क परेको तल बस्दाखेरि इमर्जेन्सीको लागि आउने. ठीक छ हैन. या त्यही नै हो. त्यसपछि यताबाट गयो यताबाट गयो भने यता डाइनिङ रुम छ, उता किचन छ. सो किचन चाहिँ नि यस्तो छ. अलिकति मेसी छ बट इट्स ओके. सो यो सबै नयाँ हो. पुरानो पनि छ. मसँग क्लिप छ. I'll pop into the टपमा है. राइट साइडमा म तपाईलाई देखाइदिन्छु पुरानो कस्तो थियो अनि नयाँ कस्तो छ भनेर है. अनि सो यहाँ चाहिँ नि यो वाशिङ मसिन यसमा एउटा साइड थियो. त्यसमा चाहिँ के भयो भने चाहिँ नि वाशिङ मसिनको स्पेस भएन क्या. सो वाशिङ मसिन चाहिँ बाहिर राख्नु पर्ने भयो. सो रादर देन बाहिर राख्ने मैले चाहिँ नि के गरे यो चाहिँ नि रिमुभ गरेर वाशिङ मसिन हाले है. त्यही भएर यहाँ चम्चा राख्ने छैन. चम्चा राख्नेहरु चाहिँ सबै यहाँ राखेको छ. सो यो पानी चिसो ड्रिङ्क तातो. सो यताबाट आउनु भयो भने चाहिँ नि फेरि लाइट अन गर्यो भने चाहिँ नि अलि उज्यालो देख्छ क्या. यसरी मजाले इस्त्री गर न हैन. सो यता आउनुस्. यो चाहिँ नि हाम्रो डाइनिङ एरिया. छाना
यो चाहिँ नि हाम्रो डाइनिङ अनि यहाँ चाहिँ नि हाम्रो ड्रिङ्क्सहरू छ। अब हाउस वार्मिङ पार्टीहरू यसो गर्दाखेरि चाहिँ नि अब चट्ट लगाएर गाइजहरूलाई वेलकम छ है, कसले हेर्छ है। अनि यसमा चाहिँ नि एज अ फ्रिज पनि यो बिहान आयो है, अर्ली मर्निङ फोन गरेर ठक्क आयो। सबै चिज अब भर्खरै आउँदैछ। सो यहाँ केही पनि छैन, लिटरली एभ्रिथिङ न्यू छ। यो फोरेको पनि छैन है, अलि नजिक आउन। सो यस्तो छ, के गर्न आएको। सो यो चाहिँ नि यो हो, यो चाहिँ नि मेरो सबै रनिङ गरेको सबै मेडलहरू। अनि यहाँ चाहिँ नि ऐना छ। ल आउनुहोस्, माथि पनि धेरै हेर्नु पर्यो नि त। सो माथि आयो भने म छिटो हिँड्ने क्या हो। लेफ्ट साइडमा गयो भने चट्ट बाथरुम। ल यहाँ आउनुहोस्, तपाईँलाई देखाउँछु यो बाथरुम यस्तो छ। व्हाइट कलर भएर अलिकति उज्यालो देख्छ, किनभने सफा चाहिँ बिस्सरी गर्नुपर्छ है। यहाँ चाहिँ ऐना छ, खै ऐना देखाउँछु। ल टोयलेट यो नै हो, हेर्नुहोस् स्पेस छ एकदमै। अनि मलाई चाहिँ राम्रो लाग्छ। बाथटब राख्ने भनेको, सो मैले चाहिँ राखिनँ किनभने मलाई चाहिँ यही कम्फर्टेबल लाग्छ। अनि लाइक स्पेस पनि भयो, ठुलो पनि भयो। सो एज यु क्यान सी कटल्ले छ, हिटर ठुलो छ, स्पेस धेरै छ। एन्ड देन यता लेफ्ट साइडमा गयो भने चाहिँ नि स्मल रुम होइन, यो चाहिँ छ। अब गेस्ट रुम, अब गेस्टहरू आयो भने चाहिँ नि फ्यामिलीहरू आयो भने साथीभाइ त त्यति साह्रो छैन, फ्यामिली मेम्बर आयो भने चाहिँ टक्क लगाएर बस्ने। यहाँ चाहिँ पूजा, अब बिहान उठेर एकछिन पूजा गर्छ, 5-10 मिनट पूजा गर्ने। यही हो, सिम्पल छ। स्मल पनि त स्मल जस्तो पनि छैन क्या, ठुलो नै छ है। ल यो चाहिँ नि स्मल भन्दा मिडियम रुम। यो पनि अब गेस्ट रुम नै हो, किन हामी 2 जना मात्रै छ। अब 2 जना भएपछि यहाँ चाहिँ नि अब को राख्ने, रेन्टमा दिन पनि सकिन्छ। बट देन उल्सी फ्यामिलीहरू आयो भने चाहिँ फेरि अलिकति ठाउँ भयो नि त। यहाँबाट हेरे नै नेबर देख्छ, चट्ट लगाएर कुकुर लिएर हिँडिराखेको छ होइन। यही हो, यता रोड त दिएर छ, तर यसमा चाहिँ मेरै अब मेरो सामान यति धेरै छ कि काहीँ पनि अटेको छैन क्या। यहाँ त 4 नै छ होला, डर्टी नै छ होला क्या, यस्तो छ। युकेमा हुनुपर्ने घर छ, बेसिक हुन्छ नि। यो चाहिँ नि अब मास्टर बेडरुम खाना गरेर आउनुहोस्, वेलकम छ। ओ मैले सफा गरेँ भने त यो रहेछ होइन। सो यो चाहिँ नि मास्टर बेडरुम। अनि यो चाहिँ नि राम्रो छ क्या, लग्जरी छ, लाइक हुन्छ नि, राम्रो पनि देख्छ। सामान जति नै अट्छ, बट देन मेरो सामान यति धेरै छ कि सामान अटेकै छैन क्या। स्टिल कता कता लुगाएर राख्नुपर्ने सिचुएसन हुन्छ है, यस्तो छ। यहाँ चाहिँ ब्याग्सहरू छ, टोपीहरू छ, के छ केही छ। सो यो नै हो। अनि यो चाहिँ रुम। अनि यसमा चाहिँ नि अब मेरो ल्यापटपहरू छ, आइप्याडहरू छ। अब यो भिडियो खिचिसकेपछि चट्ट लगाएर अब एडिट गर्नु पर्यो। यो नै हो। अनि मैले तपाईहरुलाई बाहिर देखाउनै बिर्से रहेछ, गार्डन। लेट्स गो अब गार्डन। यो चाहिँ हाम्रो सानो गार्डन, चिटिक्क परेको, राम्रो छ। सफा गऱ्यो भने चाहिँ झन् राम्रो देख्छ। सिम्पल छ, सानो रुखहरू छ, पानी जाने त्यहाँ छ। यस्तै हो।
यो सेयर चाहिँ नि अलिकति पुरानो भएछ बट देन आई थिङ्क इट्स ओके सामानहरू राख्न पाइरहेको छ होइन यहाँ सामान स्टिल माथि धेरै भएर यहाँ राखेको छ अब यहाँ आउनु भयो भने बार्बिक्यूको सामानहरू छ सुटकेसहरू एक्स्ट्रा छ आई थिङ्क त्यो नै हो पछाडिबाट जान पनि सकिन्छ फ्रन्ट डोरमा पुगिन्छ होइन त्यही नै हो यति नै हो गाइस सो Thank you. I think मेरो हाउस टुर अनि घरको भिडियो आई थिङ्क यति नै होला सो यस अब म एडिटिङ गर्नतिर लागेँ थ्याङ्क यू गाइस बाई बाई